मर्निङ एभ्रिवान। बिहानको 5 बजिरहेको छ अनि राम्रो राम्रो माउन्टेनहरू देखिरहेछ। अँध्यारो छ बाहिर चाहिँ अनि हामी चाहिँ कपरपुर डाँडाको ट्रेकिङको लागि हिँड्यौँ। म चाहिँ बाइकबाट ओर्ले अनि एकछिन खेले, त्यसपछि हिउँहरू परेथ्यो। बाटो चाहिँ एकदमै चिप्लो चिप्लो थियो अनि म चाहिँ वक गर्दै हामीले चाहिँ थोरै स्नोहरू खेल्यौँ। स्नोम्यान सानो पुन्टे स्नोम्यान बनायौँ अनि हामी चाहिँ बुलुङ थोरै चिप्ले थियौँ। काठहरूमा नि हिउँ परेथ्यो अनि हामी चाहिँ मलाई चाहिँ एकदमै त्यो काठको हिउँहरू हेर्न मन लाग्थ्यो। माथि उक्लेर हेरेको त पुरै चिनी जस्तै रहेछ अनि मैले थोरै ट्राई गरेको त एकदम चिसो भयो कि मैले त पकेटमा हात राख्दै हिँडेँ। माथि छाला माथि खाली यो
कोल्ड साइड भएर परेको यो पकेट चिसो हुन्छ हिउँ पग्ल्यो भने के हुन्छ हिउँ पग्ल्यो भने हिउँ पग्ल्यो भने पानी हुन्छ पानी भयो भने नाना के हुन्छ भिज्छ ल ब्युटिफुल प्लेस ल हेर कपुचेको ग्लेसियर त्यही हो त्यही कतै लेक बनिसके स्ट्रङ गर्ल एकदम स्ट्रङ बेबी कति घन्टा छ र अब हाफ एन आवर छ यो गर्दियो भिडियो सान्ताको चढ्ने कुरा हो तल नजाऊ न लड्ला है चिप्लेर बेबी स्नोम्यान जस्तो त्यसरी नै हिँड्छ स्नोम्यान अब हात पनि लामो त उता हेर्छ न नाइस हो ल हेलो गाइस अब हामी चाहिँ कर्पु डाँडामा आयौँ अनि तातो तातो चिया सुप चाउचाउहरू खायौँ अनि यो चाहिँ कर्पु डाँडा हो यति राम्रो छैन र माउन्टेन राम्रो छ यति हजुरलाई यो माउन्टेन राम्रो लाग्यो भने कर्पु डाँडा आउन सक्नुहुनेछ म चाहिँ पहिला पनि ट्रेकिङ गरिरहेको थिएँ म चाहिँ पहिला अस्ट्रेलियन बेस क्याम्प गर्थेँ माई ट्रेकिङ त्यस पछाडि पुणे ट्रेकिङ गएँ त्यस पछाडि म नर्थ एबिसी ट्रेकिङ गएँ कर्पु डाँडा मेरो फोर्थ ट्रेकिङ हो सबैजना दिदी बहिनीहरू अनि मेरो भिडियो कस्तो लाग्यो लाइक शेयर र कमेन्ट अनि गुड बाई